हेलो गाइज, यो चाहिँ हाम्रो घर हो। लाखौं करोडौंको नभए पनि माटोले बनेको छ। मलाई चाहिँ एकदमै प्यारो लाग्छ। अनि उहाँ चाहिँ मेरो मामु तरकारी बनाउँदै हुनुहुन्छ। आज चाहिँ पिडालुको तरकारी बनाउने रे। यस्तै छ गाइज हाम्रो घर। एकदमै पुरानो मोडलमा बनेको प्लस आधुनिक मोडलमा पनि अलिअलि छ। अब यो ग्रिल श्रिल लगाएको छ। म हजुरलाई बाहिरबाट देखाइरहेको छु। अनि यो मन्दिर जस्तै देख्दै हुनुहुन्छ। यो चाहिँ मन्दिर हैन गाइज, यो चाहिँ हाम्रो खाना पकाउने चुलो हो माटोको। यसमा चाहिँ एकदमै अर्गानिक खाना पाक्छ। यो चाहिँ हामी काठीको अभाव भएर यो चाहिँ गहुँ अनि धानको सानो भुसाबाट खाना पकाउने, यसलाई भनौँ न जुगाड। अनि यता चाहिँ हाम्रो करेसा बारी हो, खोर्सानीको बोटहरू छ। यस्तै छ गाइज। अनि एकदमै यहाँ हाम्रो घरतिर एकदमै नेचुरल हावा पाइन्छ, किनकि घरको वरिपरि रुखै छ। यसो रुममा बस्दाखेरि त करोडौंको घरमा पनि निद्रा लाग्दैन। कहिलेकाहीँ रातभरि चाहिँ जाग्नुपर्ने स्थिति हुन्छ। अनि हाम्रो पुरानै घरमा एकदमै मिठो निद्रा आउँछ गाइज। म त बिहान 9 बजीसम्म पनि कहिलेकाहीँ सुत्दिन्छु। अनि उता चाहिँ सानो यो चाहिँ हाम्रो भान्सा हो। यस्तै छ गाइज पुरानो घर। कस्तो लाग्यो कमेन्ट गर्नु होला।